आज चाहिँ हामी गोदावरी कुण्डमा यहाँबाट गार्डन भित्र नि छिर्ने हो घुम्न जाँदैछ है ल बस्नु 2-3 वटा दिँदैन र यहाँ किन दिँदैन पैसा पुगेछ कि क्या माथि चाहिँ कस्तो पानी परेको जस्तो देखिरहेको कि दामी मौसम यार गोदावरी पानी पर्ला जस्तो पनि भन्छ आहा फोटो खिच्ने ठाउँ हो यो होइन यहीँ ठिक छ त जुगा आयो भने चाहिँ फेरि लाग्नुपर्छ फेरि 2टा दिन यसो त के हो टनै छ त ढिला भयो अब के 5 बजे हामी भित्र आइपुग्यौँ है गार्डन भित्र गोदावरीको ब्याक साइड रोड हो ब्याक मान्छे यहाँ निस्केर आउने बेला हामी छिर्यौँ है यो जुगाको एरिया हो यो जुगाको एरिया हो यो जुगा डनको एरिया है जुगा त टास्छ त अनि फेरि होइन सिधै जाने यो कहाँ सिधा छ बाटो अच्छा यहाँ ढोकाउँयो ल यता हो त्यसो भए यता आउनु कहाँनिर पो पोखरी नै थियो त उहाँ माथि होला यहाँ कोने हाम्रो यहाँ छ यो जुगासँग जुत्ने अनि झुसेल किरासँग जुत्ने हामी एकदिन ढेँडो पकाएर ल्याउँ है ढेँडो पकाएर अर्कै बाटो आयो क्या हो हामीलाई कहाँको माथि जानु छ हामी खोलामै बसेर सल्ल खाएर बस्ने हो नि त नि यता माथि होइन यो जापानिज स्टाइल्स घर त्यहीँ बसेर खाने हो हामी यहाँ बस्ने छौँ मोमो जिन्जी भयो क्या मोमो हरायो क्या पल्टेर बसेछ होइन नयाँ केटा त्यो डाँडावारी साउने झरे भने जस्तै ओइ क्यामेरा हल्ले त मसँग त्यो पो तान्छ त होइन है हो रहेछ होइन भनेको हो रहेछ भनेर यो पड्काएको जति एउटा भिडियो बनाएर डम 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 भिडियो बनाएर तपाईँ मान्छेलाई झुकाउने पारी गाउँ हुन्छ नि त कौन है म यहाँ राख्छु तपाईँलाई हेरिरहेको छ है त्यसले मलाई मात्रै किन हेरेको त नि तपाईँले त बजाउँछ भनेर नि खाए ल न्यापकिन चाहिँ छैन है कस्तो रहेछ